कुरा पनि आयो। सामान्यतया सामाजिक सञ्जालको यति धेरै हुन्छ कि सामान्य एउटा न्युज आयो भने पनि त्यो आधिकारिकबाट आएको कि होइन कि भन्ने कुरा पनि छैन। तर त्यो न्युज आउने बित्तिकै हामीले बताइदिइहाल्छौँ। त्यसले गर्दाखेरि म एकदम हतोत्साहित हुन्छौँ। त्यसले गर्दा त्यस्ता खालका कुराहरूमा पनि हजुरहरू निश्चित रहनु होला र अन्य बजेटका विभिन्न कुराहरूमा पनि कुरा राख्नु होला भन्नुभएको थियो। तर यसभन्दा पहिले पनि हाम्रा विभिन्न कुराहरू भइ नै राखेका छन्। त्यसले गर्दा म धेरै समय लिन्न। तर स्थानीय तहको निर्वाचन मैले एउटा साथीलाई धेरै राष्ट्रिय स्वतन्त्रताकै साथमा हुनुहुन्छ र एउटा सङ्गठनको हिसाबले मैले के भन्छु भने स्थानीय तहको निर्वाचन सङ्घीय निर्वाचन जस्तो सहज छैन। अब पनि राष्ट्रिय स्वतन्त्रताको केन्द्रले गर्दा सबै मन्त्रीहरूले प्रधानमन्त्रीहरूले राम्रो गरिदिनु होला र म चाहिँ यहाँ आनन्दसँग सोध्दै पनि स्थानीय तहको निर्वाचन जित्न सकिन्छ भन्ने खालको हामीले दिलासम्म चाहिँ देख्नु हुँदैन। स्थानीय तहको निर्वाचन जित्नको लागि स्थानीय तहमै भिज्नुपर्छ। स्थानीय तहका जनताका सुख दुःखमा गाउँमा हुनुहुन्छ भने एउटा आमाको भैँसीले दाम्रो जुन दाम्रो बाँधिन जानेसम्मको हामीले सेवा गर्नुपर्छ। त्यतिसम्म जनतासँग भेट्नुपर्छ। दुःख सुखमा उहाँहरूसँग हुनुपर्छ। समाजलाई परिवर्तन गर्न त्यति सहज छैन। यसभन्दा पहिले त विभिन्न दलका गरेर हामी संख्या क्षेत्र नम्बर 1 मा 12-13 जना उम्मेदवार थियौँ होला, क्षेत्र नम्बर 2 मा 12-15 जना उम्मेदवार थियौँ होला भने 12-15 जना उम्मेदवार हो। अबको निर्वाचन स्थानीय तहको निर्वाचन भने त प्रत्येक टोलबाट उम्मेदवारहरू हुन्छ भनेपछि त्यो कुरालाई पनि हजुरहरूले अलिकति मनन गरेर पार्टी सङ्गठन मात्रै होइन समाजसेवाको नजरबाट पनि हेर्नु होला। जस्तै यो राष्ट्रिय स्वतन्त्र पार्टीमा लानु भने सङ्गठन नै निर्माण गर्नु अथवा तल ग्राउन्ड लेभलमा जसरी हुन्छ सदस्यता मात्रै वृद्धि गर्ने कुरा होइन क्या। हजुरहरूले समाजमा आफ्नो तर्फबाट के योगदान दिनुभएको छ त्यो कुराहरू पनि स्थानीय तहको निर्वाचनमा एकदमै ठुलो भूमिका खेल्छ र सङ्घीय एउटा सरकारको हिसाबले हामीले गर्नुपर्ने काममा हामीले गर्नुपर्ने निर्णयमा हामीले कसरी चाहिँ जनतालाई भनौँ न एक हिसाबले कसरी सेवा सुविधा दिन सक्छौँ भन्ने कुरामा विकास निर्माणका कुराहरूमा हामीहरू एकदमै सिरियसली लागिराखेको म हजुरहरूलाई जानकारी गराउन चाहन्छु र त्यति छिट्टै निराश नभइदिनु होला। तर आफ्नो काम अब पनि घर बसेर घर सुतेर चाहिँ स्थानीय तहका निर्वाचन अथवा म प्रतिनिधि जनताको सेवा गर्छु भन्ने व्यक्ति अब पनि घर सुतेर घर बसेर सपना मात्रै देखेर हुँदैन। त्यसमा फिल्डमा उत्रिनुपर्छ। फिल्डमा उत्रिनको लागि आग्रह गर्न चाहन्छौँ र विभिन्न ठाउँहरूमा जाँदा स्थानीय तहमा पालिकाहरूमा जाँदाखेरि हाम्रा कुराहरू सुन्नु भएन, पालिकाको मेयर बगैराज्यूहरूले सुन्नु भएन भन्ने पनि केही गुनासोहरू साथीहरूले गर्नुहुन्छ। ठिक छ, त्यसमा हामीले सहजीकरण गर्नुपर्ने ठाउँमा एउटा प्रतिनिधि हिसाबले हामीले पनि सहजीकरण गर्छौँ र हजुरहरू पनि जहिले पनि जस्तै एन्टीकै नजरले चाहिँ नगइदिनु होला। उहाँहरूसँग सहजीकरण गरेर यदि समाजले राम्रो काम पाउँछ, समाजले साँच्चीकै सुविधा पाउँछ, हाम्रा बाटाघाटा बन्छन्, विकासको अवसर सिर्जना हुन्छ भनेदेखि चाहिँ उहाँहरूसँग उहाँहरूलाई मात्रै बनाएको केही पनि फरक पर्दैन। मिलेर नै काम गर्ने हो। सबैजना एउटा दुईवटा व्यक्तिले मात्रै केही पनि गरे हुँदैन। सबैजना एउटा टिम मिलेर काम गर्ने हो। त्यसले गर्दा उहाँहरूसँग सहजीकरण गर्ने कुरामा अन्य विभिन्न प्रशासनिक घटकहरू होला, त्यसमा सहजीकरण गर्ने कुरामा एउटा सांसदको रूपमा म सधैँ तयार रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। र अहिले धेरै लामो पनि भइसक्यो। अघि कालीगण्डका साथीहरूले भन्दै हुनुहुन्थ्यो अब धेरै लामो समय चाहिँ कार्यक्रम नगरिदिनु होला, हामी त 12-15 जना आछौँ, अब फर्केर जान नै रातिसम्म पनि पुगिँदैन भनेर त्यो वास्तविकता हामीलाई थाहा छ। विभिन्न भूगोलका छौँ। त्यसले गर्दा कार्यक्रमलाई कति पनि म ढिला गर्न चाहन्न र जुन किसिमले जुन उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी संहिता जिल्ला समितिले कार्यक्रम राखेको छ एकदमै त्यसबाट चाहिँ फुटफुट भएको छ, एकदमै गठन गर्नु भएको छ भन्ने मैले अपेक्षा लिएको छु र आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरू पक्कै पनि निरन्तर गर्दै जानेछ र समग्र गण्डकीमा विभिन्न ठाउँमा हेऱ्यो भने गण्डकी प्रदेशका पनि यसभन्दा पहिले पनि प्रधानमन्त्रीज्यू सभापतिले पनि घोषणा गर्नुभएको थियो। गण्डकी प्रदेशका उपलब्ध जिल्लामा हेर्दै गर्दाखेरिमा स्याङ्जामा चाहिँ सङ्गठनको एउटा चलायमान एउटा सङ्गठनले गर्ने कामहरूमा चाहिँ छुट्टै खालको छ, छुट्टै खालको ऊर्जा छ भन्ने खालको जुन म्यासेज छ त्यसलाई यथावत राख्नको लागि र त्यसलाई अझै बढाउनको लागि पनि हजुरहरूले सङ्गठनमा समाजमा काम गर्नुहुनेछ भन्ने विश्वस्तता ममा पनि छ र त्यो काम गर्नको लागि हजुरहरूलाई के कसरी सपोर्ट गर्नुपर्छ एउटा प्रतिनिधिको रूपमा सधैँ सँगै रहेको जानकारी गराउँदै र यो कार्यक्रम पनि अब त अन्तिममा छौँ र भव्य सफलताको शुभकामना फेरि पनि शुभेच्छा अर्पण गर्दै जिल्ला समिति लगायत यहाँ उपस्थित सम्पूर्णलाई आभार र धन्यवाद व्यक्त गर्दै अहिले मेरो मन्तव्य अन्त्य गर्न चाहन्छु। नमस्ते, जय हिन्द, जय भारत। धन्यवाद माननीय साथीलाई।